यो सुँगुर छ नि यो सुँगुर यता बाल्दा यता यो सुँगुर छ नि यसलाई नि कुटेर तलाउनु पर्छ यहाँ डुडमा खाने यो सानो चाहिँ कोचौडामा खान्छ यो कोचौडामा खान्छ यो चाहिँ डुडमै खान्छ यसले चाहिँ कोचौडामा खान्छ यसलाई नि कुटेर छिटै यस्तोमा खाने डुडमा खाने बनाउनु पर्छ है त गाईहरू नभए यो सुँगुरहरू अलिक ठुलो ठुलो हुन्छ अनि त्यसपछि अलिक ठुलो भाँडाहरू हुन्छ यस्तो पनि दुधमा पनि मुछ यसरी गर्नुपर्छ हामीले चाहिँ दुधमा चाहिँ मुछ यता दुलो छैन दुलो भए त सुलुलु गइहाल्थ्यो छोपेर दुलो राम्रै सुलुलु गइहाल्थ्यो जाडो गर्मी महिना चाहिँ यसरी लुगा लाएर काम गरिएको छ हेर्नु त यी पुरै मुनिदेखि माथिसम्म देखाउँछ क्यामेरामा पुरै यस्तो छ सुँगुरको खोर यस्तो धानबारी ऊ काटेको छैन धान हाम्रो चाहिँ मकै थियो मकै भाँचेर नि रोपेर नि हामीले मकै भाँचेर धान रोपेर आलीसाली सबै लगाइसकेर बल्ल काम सकेर अब यो चाहिँ गर्न थालिएको छ नभए अरूले नि गर्नुहुन्थ्यो यो काम म हाल्दिनँ थिएँ यस्तो भिडियो अब आली तासेको तपाईँले हाल्नु भएन आली तास्दाखेरि भिडियो थिएन होइन अब हामी यहाँ गर्नेछौँ फेरि ड्याङ च्याड्याङ गर्नेछौँ एकैछिनमा सकिन्छ यो भिडियो चाहिँ धेरै आठ भिडियो बनाएको छैन हामीले 8 मिनटको मात्रै भिडियो छ अर्को भिडियो र अब यो भिडियो अब यो